हेलो साथीहरू, अब बेबीको पास्ने पनि आउन लाग्यो। कुर्सी किनभने महँगो पनि खासै युज पनि नहुने, सानो बेबी बस्न पनि सक्दैन भन्ने लाग्छ भने चाहिँ यो कार्टुनको कुर्सी चाहिँ पर्फेक्ट हुन्छ पास्नेको लागि। यो बनाउने तरिका चाहिँ हजुरहरूलाई यहाँ राखिदिएको छु, हेर्नु होला। अनि यो चाहिँ हामीले चाहिँ अब बुढाबुढी सल्लाह गरेर बुढो यसरी बनाऊ भनेर मैले पनि भनेँ। अनि बुढोले पनि अलिअलि मोबाइलमा सर्च गरेर हेरेर अनि हामीले पनि बनायौँ। चिटिक्क राम्रो भयो। एक दिनको लागि यो एकदम पर्फेक्ट हुन्छ है। अनि अब हजुरहरूको बेबीको पास्ने आउन लाग्यो। अनि त्यसपछि अब भोलि पास्ने छ, आज जस्तो डेकोरेसन पनि गर्छु, कुर्सी पनि बनाउँछु, यता पनि गर्छु उता पनि गर्छु भन्नुभयो भने चाहिँ केही पनि भ्याउनुहुन्न साथीहरू। यो चाहिँ मेरो चाहिँ लगभग सिम्पल डेकोरेसन सिम्पल गर्दाखेरि पनि लगभग 20-25 दिन अगाडिदेखिको काम हो यो मेरो। अनि अब सिनबाट सामान मगाउँदाखेरि पनि अब सुरुमा अलिअलि मगाउँदै गर्दाखेरि अब केही नपुगेछ भने बस थपथाप गर्न पनि भ्याइन्छ होइन। एकैचोटि गर्छु भन्यो भने चाहिँ केही भ्याउनुहुन्न। मैले चाहिँ मालाहरू पनि सबै आफैले बनाएँ। अनि कुर्सी चाहिँ यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ, यसरी कार्टुनको लाइभ बनाउन सकिन्छ। अनि आफूसँग भएको तन्नाहरू सबै राखेर अनि हाम्रो छोरालाई पनि राखेर ट्राई गरेर हेऱ्यौँ, छोरा पनि बस्यो। अनि फाइनल चाहिँ यस्तो भयो। अनि त्यो दिन हामीले यसरी राख्यौँ। यो के को कुर्सी हो अरू मान्छेहरूलाई केही आइडिया पनि थिएन, हेर्दा कुर्सी जस्तो पनि राम्रो पनि। ल हजुरहरू पनि बनाउनु है।